24 गते जुन एउटा आन्दोलन पश्चात त्यहाँ हिरासतबाट चाहिँ फरार हुने क्रममा निज पनि फरार भएको देखिन्छ र निजले तत्पश्चात यो समूहको निर्माण गरेर विभिन्न ठाउँमा लुटपाट गरेको घटनाहरू देखिन्छ र अहिलेसम्म स्वयम्भू एरियामा 7 वटा घटना, त्यसै गरी महाराजगञ्ज बुढानीकण्ठ एरियामा 3 वटा घटना, बौद्ध एरियामा 3 वटा घटना, त्यसै गरी गौशाला एरियामा 3 वटा घटना र विशेषतः ठिमीको एरियामा 13 वटा घटनाहरू यिनीहरूले घटाएको अहिलेसम्म अनुसन्धानबाट खुलेको छ। अहिले हामीसँग 27 वटा जाहेरी आज मात्रै हामीले पक्राउ गरेर ल्याइसकेपछि हामीले चाहिँ यो तपाईहरु मार्फत सूचनाहरू दियौं र त्यसपछि अहिले हाम्रो प्रहरी कार्यालयमा 27 वटा जाहेरी आइसकेको अवस्था छ। यसको कानुनी प्रक्रियाहरू अगाडि बढाइसकेको अवस्था छ र विनय तामाङ जो मुख्य योजनाकार र यसको नेतृत्वदायी भूमिका रहेका व्यक्ति थिए, निजले हिजो हाम्रो प्रहरी टोलीसँग हाम्रो चेक पोइन्ट मूलपानी स्थित हाम्रो क्रिकेट ग्राउन्ड नजिक हाम्रो प्रहरी टोलीले चेक पोइन्ट राखेको अवस्थामा अत्यन्त तीव्र गतिमा मोटरसाइकल ल्याएर प्रहरी माथि नै आक्रमण गरेर जुन प्रहरी माथि जुन आक्रमण गरे त्यो क्रममा प्रहरीले नियन्त्रण गर्ने क्रममा दोहोरो झडप हुँदाखेरि निजलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको अवस्था छ। त्यसै गरी अर्को यो टिम कमान्डरको रूपमा अर्को अमन माझी, उसको पनि विभिन्न किसिमका अपराधमा विगतमा अपराधमा परेको देखिन्छ। विशेषतः यिनीहरूको अपराध भनेको चोरीकै पृष्ठभूमिबाट यिनीहरू आएको देखिन्छ र निजले अमन माझीले अत्यन्त कुशल मोटरसाइकल चालकको रूपमा त्यो चालकको भूमिका निर्वाह गरेको हुन्छ लुटपाटको क्रममा र त्यसै गरी यो प्राइभेट गाडी पनि उसको छ। यसलाई हामी भेरिफाई गर्दैछौँ। प्राइभेट गाडी पनि उसको छ र प्राइभेट गाडी पनि दिउँसोको समयमा त्यो प्राइभेट गाडी चलाएर स्थानहरूको व्यक्तिहरूको रेकी गर्ने काममा पनि निज संलग्न भएको देखिन्छ। अर्को महत्त्वपूर्ण व्यक्ति भनेको यो मनिष रसाइली भन्ने निज चाहिँ त्यो चोरेको गरगहनाहरू गालेर त्यसलाई पैसा सङ्कलन गर्ने क्रममा उसको भूमिका देखिन्छ। त्यसै गरी अर्को